नमस्कार साथीहरू। राधाकृष्णको बाणीले यो भन्दैन कि सबैसँग एउटै व्यवहार गर्नुहोस्। बाणीले त यो भन्छ कि जो जस्तो छ उसलाई त्यस्तै उत्तर दिनुहोस्। प्रेम दिनेलाई प्रेम दिनुहोस्, तर छल गर्नेलाई मौनता होइन, विवेक दिनुहोस्। अन्यायको अगाडि मुस्कान होइन, स्थिरता राख्नुहोस्। किनभने जो व्यक्तिले हरेक पटक क्षमा गर्छ उसले कता न कता अन्यायलाई नै बढावा दिइरहेको हुन्छ। यो त्यही क्षण हो जब मानिसले आफूलाई नराम्रो कहलाउने साहस जुटाउनुपर्छ। जब तपाईलाई थाहा हुन्छ कि यदि तपाईँ आज चुप बस्नुभयो भने भोलि तपाईको आफ्नै आत्माले प्रश्न गर्नेछ, तब सख्त बन्नु पाप होइन। यदि आज तपाईँ कडा बन्नु भएन भने जीवनले तपाईलाई नरमपनको नाममा कुल्चिदिनेछ। यस्तो अवस्थामा नराम्रो बन्नु पाप होइन, बरु आत्मरक्षा हो। संसारले तपाईलाई त्यतिन्जेलसम्म मात्र राम्रो भन्छ जबसम्म तपाईँ उनीहरूको काम आइरहनुहुन्छ। जुन दिन तपाईले नाइ भन्न सिक्नुहुन्छ त्यही दिनदेखि तपाईँ उनीहरूको नजरमा स्वार्थी देखिन थाल्नुहुनेछ। जुन दिन तपाईँ आफ्नो समय, आफ्नो ऊर्जा र आफ्नो आत्मसम्मानको मूल्य तय गर्नुहुन्छ त्यही दिन मानिसहरूले भन्नेछन् कि तपाईँ बदलिनु भएको हो। तपाईँ बदलिनु भएको हो, किनभने अब तपाईँ टुट्नका लागि होइन, जिउनका लागि बदलिनु भएको हो। याद राख्नुहोस्, जो व्यक्ति हरेकलाई खुसी बनाउन भनेर निस्कन्छ ऊ अन्त्यमा आफैसँग हार्छ, र जो व्यक्ति आफ्नै लागि उभिन सिक्छ उही बिस्तारै सफल कहलिन्छ। चाहे संसारको नजरमा ऊ थोरै सख्त, थोरै नराम्रो र थोरै फरक नै किन देखियोस्। यो जीवनको त्यो सत्य हो जसलाई स्वीकार गरेपछि मानिस एक्लो पक्कै हुन्छ, तर कमजोर रहँदैन। यदि आफूभित्र स्पष्टता छ भने एक्लोपनले मानिसलाई तोड्दैन। एक्लोपनले त केवल हल्लाबाट टाढा लगेर आत्माको आवाज सुनाउँछ। जब मानिसले पहिलो पटक यो बुझ्छ कि संसारले ताली तपाईँ राम्रो भएकोमा होइन, उसको काम आएकोमा बजाउँछ, त्यही दिनबाट उसभित्र केही टुट्ने होइन, बरु केही जाग्छ। त्यो जागरणले उसलाई सिकाउँछ हरेक सम्बन्धमा सन्तुलन जरुरी छ, हरेक व्यवहारमा सीमा जरुरी छ, र हरेक मुस्कानको पछाडि आत्मसम्मान हुनु अनिवार्य छ। किनभने जो कुनै सीमा बिना प्रेम गर्छ उसले अन्त्यमा आफैलाई गुमाउँछ।